अब यो गोदाम खाली गर्नलाई लगभग हाम्रो 3 दिन आजसित मिलाएर 2 दिन हुन्छ। यो 2 दिनमा आज यो फाइनली हामीले भ्याउन पर्ने हुन्छ। यो सबै यस्तो गरमको पनि छैन, ठिकै छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ हाम्रो आजको यहाँ सामान तल लगेर हामीले आज जति सामानहरु छ यो तलतिर राखेर यो खाली गर्ने हो हामीले। मजाको छ मजा आयो। यहाँ अब नयाँ टेक्निक यस्तो टेक्नोलोजी तल देख्न सक्नुहुन्छ यो गोदामको यो सामान पुरै खाली गरेर हामीले तलतिर लगिरहेको छौँ। र तपाईले हेर्न सक्नुहुन्छ हाम्रो नवीन भाइले एकदम मेहनतले काम गरिरहेको छ। अनि गोपाल दाइले पनि भाइले पनि एकदम मेहनत गरिरहेको छ। हट्नु त्यो मोबाइल नम्बर ल्याइदिए तपाईले यहाँ देख्न सक्नुहुन्छ अहिले हामीले कोठा लगभग खाली भइसक्यो। खाली गरिसक्यौँ हामीले। अनि हाम्रो साथीभाइ केटाहरूले धेरै हेल्प गर्नुभएको छ यहाँ भाइहरूले। अनि यस्तो देख्न सक्नुहुन्छ अब देख्न सक्नुहुन्छ अब हाम्रो काम भइसक्यो। पानी फिल्दिन अनि पानीमा जेसीबीले पानी फुटालेछ हाम्रो वाटर सप्लाई देख्न सक्नुहुन्छ। हाम्रो यो एड्रेस रहेछ यो गोलपार्क जाने बाटो ठ्याक्क हाम्रो बीटीआई को अपोजिटमा।